यो भान्सिङ चौतारो वाना 5 खपनको भान्सिङ चौतारो टक्कसँगले यो झिगटी घर यो तारबारी अहिले त पूर्ण रूपमा परिवर्तन भएछ। पहिला हामी बाल्यकालमा यो घरको मुनि उता सानो कटेरोको छेउछेउबाट तल बढाएर यता हिँड्थ्यौँ। अहिले यो बाटो अर्को नयाँ बाटो बनेछ, धेरै परिवर्तन भएछ। यो 32 वर्षको समयमा यहाँ चाहिँ कायापलटै भएछ। देश विकास भएन भन्छन्, तर यो हेर्दाखेरि त कुना कन्दरा रोड छ, पानी छ, बिजुली छ, विकासका पूर्वाधारहरू सम्पूर्ण पूर्वाधारहरू तयार भइसकेको अवस्था छ। यो अवस्था हेर्दाखेरि त देश विकास नभएको होइन जस्तो लाग्छ, राम्रो विकास भयो जस्तो लाग्छ। आजभन्दा 20-25 वर्ष अगाडि त्यस्तो स्थिति थियो। आज हामी आएको त 30 वर्ष पछाडि हो, तर यो विकास भएको धेरै अगाडि रहेछ। त्यो हेर्दाखेरि पनि पाहाडमा खाने पानी छ, बिजुली छ, बत्ती छ, बाटो छ, हरेक कुरा, हस्पिटल, ठुला हस्पिटल छन्। भनेपछि मानवलाई चाहिने आधारभूत आवश्यकताहरू, सम्पूर्ण आवश्यकताहरू चाहिँ बनेको जस्तो महसुस भइरहेको छ। ल हेर्नुहोस् यहाँ के हेर्नुहुन्छ हौ? ए